Hi guys, welcome back to my YouTube channel. This is me Pasma Sunuwar. म सन्चै छु, हजुरहरु पनि आरामै हुनुहुन्छ होला भन्दै आज चाहिँ हाम्रो विशेष भ्लग चाहिँ आरसीएम को रहेको छ। अस्ति खोप अभियानको भ्लग थियो भने आज चाहिँ आरसीएम को भ्लग रहेको छ। बच्चाहरूले खोप लगाइसकेपछिको अनुगमनको। अनि आज मुनि यता आएको छु। अनि यता कुमार दिदीको छोरा छ। कुमार दिदीको नानीले चाहिँ लाँदैछ मलाई। यही घर हो भाइ? के अझै उनी यता जाँदैछ, हामी त्यो घर जानुपर्ने। अनि आज चाहिँ राम्रो छ, कुल छ। यतातिर चाहिँ यतातिर झापा पर्छ भने यता रुङ गाउँपालिका वडा नम्बर 1 आरसीएम गर्ने एकजना बच्चा चाहिँ यही घरमा रहेको छ। बोलाउ त नानी, को हुनुहुन्छ भनेर। हुनुहुन्न कि के हो? घरमा को हुनुहुन्छ? स्कुल जाने बेला त भएको छैन नि होइन भाइ? आटो घट्दै त हुनुहुन्न भाइ? अनि उसको त स्कुल जाने बेला भयो। साथीहरू हेर्नु, यो भनेको चाहिँ हाम्रो लसुन भनेको प्याज रहेको जाने यो खोपी। यहाँ चाहिँ अब झापा छेउनै पर्छ नि त। अनि त्यो भएर यहाँ चाहिँ कस्तो मजाले सागसब्जी रोप्नु हुँदो रहेछ। राम्रो रहेछ। अनि हाम्रो राम्रो पनि लाग्यो, अत्यन्तै राम्रो पनि। अनि गाउँमा बसेर यस्तो रिमोट ग्रामीण क्षेत्रमा बसेर काम गर्नुको चाहिँ यही कुरा पनि फाइदा हुन्छ। किनकि हामीले स्वच्छ सफा अनि अर्ग्यानिक खानेकुराहरू सागसब्जीहरू खानु पाइन्छ। अनि यस्तै हो, अहिले यहाँ दिदीहरू चाहिँ हुनुहुँदैन रहेछ, घरबेटी चाहिँ हुनुहुँदैन रहेछ। सायद आउँदै होला नजिकै त्यहाँ मुनि लाग्छ नि। कति धेरै छ अघि मैले त्यहाँ उयो गरिसकेँ, हेरिसकेँ, घुमेर पल्लोपट्टिको घरको आमा बोल्नुभयो। अनि लट्टे सागको के हो तर छिप्पै छ अब त नि। त्यो रातो मुला चाहिँ हो। उ त्यो सानो लसुन छ्यापी पनि टिपिदिए। आमा होक्सीहरू देखाइदिएन भाइ त्यहाँनिर। 2x छ त्यहाँ देख्यो? 2x रे हजुर आमा होक्सी कति धेरै होक्सी कि आमा फोक्सी लानु नि होइन, बोक्न सकिँदैन होला अब त। उयो के अरे हाम्रो अमिलो त हुँदैन? अमिलो गुलियो गुलियो हुन्छ। गुलियो हुन्छ? ए त्यसो भने त लैजाउँ कि क्या हो? भाइ टिपिदिए दुईटा तिनटा। हामीले पायौँ पनि, मागेर भए पनि लग्यौँ दिदीलाई होइन। गाउँ आएपछि यही हो, सेवा सुविधा चाहिँ यही हुन्छ होइन। साथीहरू मौकाको चौका फाइदा उठाएर हामीले चाहिँ होक्से पनि मागेको छौँ। त्यहाँनिर गरिदिनु हुँदो रहेछ। झरेन आमामा, यति धेरै छ होक्से चाहिँ। आमामा लटरमा फलेको छ होक्से चाहिँ। धेरै त ठिक्क हुन्छ हौ, बोक्नु सकिँदैन होला हौ। चारटाले भयो, हुन्छ सकिँदैन बोक्नु। आमामा साथीहरू हामी चाहिँ आयौँ एकजनाको घरको सुपरभिजन गरेर अनुगमन गरेर पनि। त्यहाँबाट अर्ग्यानिक त्यो के अरे फोक्से अनि लसुन छ्यापी अनि के भन्छ धनियाँ लिएर नि आइसक्यौँ। धेरै धेरै धन्यवाद। दिदी यति धेरै होक्सीहरू लिएर आउनु त नि। बोक्नु सकिन्छ सकिँदैन? आमा
बुढेसकाल लागेपछि आमा यस्तै हो नि साथीहरू यो चाहिँ विष्णुको मन्दिर होइन नानी विष्णुको मन्दिर अनि अरू पनि होला तर विष्णुको मन्दिर चाहिँ ठ्याक्कै समयले परिस्थितिले मान्छेलाई डोराएर ल्याउँदाखेरि एउटा के भनौँ युनिभर्सको साइन पनि रहेछ आज आउँदा आउँदै तीर्थयात्रा पनि जस्तो पनि भयो शिव गणेश शिव पार्वतीको रहेछ त भाइ कीर्तन यहीँ हुन्छ यहाँ पनि छ यहाँ कीर्तन हुन्छ मन्दिर हाम्रो हेल्पपोस्ट उहाँ पारी छ त्यो अलिअलि पहेँलो देख्दै गरेको हेल्पपोस्ट चाहिँ हाम्रो त्यो हो यति डाँडा काटेर हामी आइरहेछौँ मोमो टमाटरहरू साथीहरू हेर्नु सक्नुहुन्छ टमाटर सिजन हजुर होक्से जाने भने यहाँ पनि टमाटरी हामी खाना खायौँ दिदीकोमा खाना खाएर ओरेर पनि फेरि हामी अर्कोतिर आइसक्यौँ गाउँमै खाँदै गाउँमै हिँड्दै अनुगमन गर्दै लाइफ इज लाइक दिस घरमा को हुनुहुन्छ होला अब एकचोटि सरर घुमाइदियो उतातिर स्कुल टाइम हुँदै रहेछ अहिले चाहिँ केटाकेटी बच्चाहरू रुको हो कि होइन भन त अस्ति हो कि होइन भन रुन त रुख नि अस्ति अनि घाम बिहान हिँड्नु चाहिँ साह्रै पर्दो रहेछ हाम्रो तल मुनि चाहिँ झापाको बोर्डर छेउ हो नि त दिदी झापाको बोर्डर छेउ भन्दा हुन्छ कि अर्जुनधारा छेउ भन्दा हुन्छ त्यहाँबाट गल्यो कोसेली पनि लिएर आएको छौँ नि त हामीले अनि त्यसपछि हेल्पपोस्टमा आज फेरि मासिक महिला स्वच्छ स्वयंसेविकाको बैठक छ त्यही भएर अब गएपछि पनि हाम्रो कामहरू हुन्छ यस्तै हो हाम्रो ल अब के हुन्छ होइन हेल्पपोस्टमा सानो क्लिप आज मासिक मिटिङको सानो स्वयंसेविका दिदीहरूसँग गएको क्लिप देखाउँला हजुरहरूलाई अनि त्यसपछि बिदा भागौँला गेटै खोलेको रहेछ मैले लगाइदिएर गएको सेवाग्राही आउने काम पर्छ सेवाग्राही नै आएको छैन कि बाहिरको ठिकै छ हेल्पपोस्ट आइपुग्यौँ फाइनली हाम्रो शान्ति त सस्तो छ कि होइन सिस्टरहरू लगातार काम गरिरहनु भएको छ अनि उतानिर मट्टीतिरको के लेखो ए वजन सर आइपुग्नु भएको छैन हाम्रो चाहिँ यहाँ चाहिँ दादा कोही हुनुहुन्छ हाई भनिदिनुहोस् मेरो ब्लगमा आज चाहिँ हाम्रो महिला संस्था स्वयंसेविका दिदीहरूले चाहिँ फुल लिएर गोडमेल गरेर व्यवस्थापन गर्नुहुँदैछ प्रत्येक दिदीहरूले दुई दुईवटा फुल लिएर सरसफाइ कार्यक्रम हुँदैछ
गजेन्द्र सर पनि गरौँ यहाँनिर गजेन्द्र सर गरौँ मेन भनेको सरले गर्ने हो तर अघिदेखि त्यो डन्ठा मात्र बोकेदेखि बल्ल छुनुहुँदैछ हातले बल्ल छुवाइ भयो सरको सबैको आओस् कि तर जस गजेन्द्र सरलाई कायदा देखिरहेछ राम्रो एकदम धेरै रोङ 1 स्थित शान्तिपुर स्वास्थ्य चौकीको हाम्रो महिला स्वास्थ्य स्वयंसेविका दिदीहरूले चाहिँ आज मासिक बैठकको अवसर पारेर चाहिँ हाम्रो सरसफाइ कार्यक्रम साथै फुल रोपाई कार्यक्रम भइरहेको छ। एकदमै गजेन्द्र सर हाम्रो गजेन्द्र सरले चाहिँ एकदम खतरा फाटिदिरहनु भएको छ एकदम ल धन्यवाद छ तपाईँहरूलाई ल ठिकै छ हाम्रो सुजाता मिस चाहिँ नानीले गरेर हराउनु भयो माथि आज हामी सिस्टर चाहिँ नानीले गरेर नानीलाई खानाहरू खुवाउनु जानुभयो तर पनि हाम्रो आजको भ्लग चाहिँ छोरी पुकुली छोरी हाई माया गर्दै माया ल साथीहरू आजको हाम्रो भ्लग चाहिँ यति नै रहेको छ। आज हाम्रो बिहानदेखि आरसिएम सुपरभिजनमा गएदेखिको मेरो स्वास्थ्य स्वयंसेविका दिदीहरूको मासिक बैठकको अवसर पारेर चाहिँ हामीले चाहिँ यहाँनिर फुल रोपाई कार्यक्रम पनि गऱ्यौँ। हामीलाई वडाबाट 40वटा गमला उपलब्ध गराइदिनु भएको थियो त्यसको लागि विशेष धन्यवाद दिँदै वडा अध्यक्षज्यू हाम्रो वडा सचिव लगायत हाम्रो वडा कर्मचारीहरूलाई सम्पूर्णलाई विशेष धन्यवाद दिँदै हाम्रो महिला स्वास्थ्य स्वयंसेविका दिदीहरूले पनि हाम्रो सबै प्रत्येक 12जनामा 2-2वटा फुल ल्याइदिनु भएकोले उहाँहरूलाई पनि विशेष धन्यवाद र उहाँहरूले सरसफाइ सायद फुल रोपाई कार्यक्रम पनि आज गर्नुभयो विशेष धन्यवाद दिन चाहन्छु। गोविन्द के भन्नुहुन्छ भ्लगमा समग्रमा राम्रो छ। आज सरसफाइ साथसाथै फुल रोपन कार्यक्रम पनि सकियो। समय व्यस्तताको बावजुद पनि लगभग करिबन हामीहरूले तपाईँको 50-60वटा गमलामा फुल रोपन कार्यक्रम सकेका छौँ लगायत सरसफाइ सेसन पनि समाप्त भएको छ। धन्यवाद ल धन्यवाद ल साथीहरू आजको भ्लग यति नै रहेको छ। थ्याङ्क यू।